विशेष यस कार्यक्रमका सभाध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो वडा नम्बर 5 का वडा अध्यक्ष पाण्डव राईज्यू, त्यस्तै गरेर ड्यासमा आसीन अतिथिज्यूहरू लगायत दर्शक दीर्घामा रहनुहुने सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट र कमल पोखरी सामुदायिक समूह तथा पोखरी बजार र पोखरी गाउँ सम्पूर्णको टिमबाट अभिवादन नमस्कार। विशेष गरेर यो दीपावलीको अवसरमा लोकप्रिय कलाकारहरूको प्रतिभालाई पस्किने उद्देश्यले हाम्रा समाजसेवी युवा जोश जागरले भरिएका युवा सरोज अर्पण राई भाइले जुन एउटा हिम्मत गरेको छ यो कार्यक्रम एक्लै आयोजना गर्न। योभन्दा अगाडि हामीले पनि यस्तो कार्यक्रमहरू धेरै गर्दै आएका थियौँ तर त्यसमा हाम्रो होल टिम हुन्थ्यो, तर भाइले एक्लैले पनि यो हिम्मत आँट गरेर विभिन्न ठाउँमा कार्यक्रम गर्दै हिँडेको म देख्दछु, जस अन्तर्गतको कार्यक्रम आज यस पोखरी बजारमा भइरहेको छ। र विशेषतः यो कार्यक्रमको उद्देश्य यहाँ देख्दैछु कि सरोज अर्पण राई भाइको यो कार्यक्रम यो कलाकारहरूको कलाकारिता पस्कने त छँदैछ, आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्दै आफ्नो कलालाई उजागर गर्ने यो एउटा प्लेटफर्म त हुँदैछ। तथापि पनि विशेष गरी यो कार्यक्रम गर्दै गर्दा जहाँसम्म लाग्छ अलिकति यसको उद्देश्यहरू मैले बुझेको अनुसार चाहिँ यो कार्यक्रम चाहिँ विशेष गरेर मनोरञ्जन दिँदै र मनोरञ्जन लिइसकेपछि दर्शक दीर्घाबाट, दर्शक महानुभावहरूबाट, बुद्धिजीवी, समाजसेवी र सबै वर्गहरूबाट एउटा आर्थिक सहयोग पनि सङ्कलन गर्न सकिन्छ कि, र त्यो आर्थिक सहयोग चाहिँ स्पेसली अनाथ, अपाङ्ग, गरिबी विपन्नमा परेका र अति आवश्यक परेका व्यक्ति विशेषलाई सहयोग गर्ने भन्ने कुरा मैले सुन्दैछु र बुझ्दैछु। यदि यो हो भने अत्यन्तै सराहनीय र प्रशंसनीय यो कार्य छ। भाइलाई आगामी दिनमा यस्तो कार्यक्रम गर्दै जानुहोला, उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। र स्पेसली यो कार्यक्रम गर्दै गर्दाखेरि हामी पोखरी बजारका भाइ बहिनीहरूले सहयोग गरिदिनु भएको छ भाइलाई केही हकमा, र मैले भन्नुपर्छ हामी कमल पोखरी सामुदायिक समूहले विभिन्न कार्यक्रममा उपलब्ध गराए बापत हामीले केही शुल्कहरू लिने गरेका थियौँ, तर आज यो समाजसेवी भाइको यो समाज सेवाको उद्देश्यले गरेको कार्यक्रम भएकोले हामीले जति पनि उपलब्ध गराएका सामग्रीहरू छ त्यो निःशुल्क छ। म घोषणा पनि गर्न चाहन्छु र आगामी दिनमा यो खालको कार्यक्रमहरू गर्दै समाजमा भएका ती विपन्नका रेखामुनि रहेका व्यक्ति विशेषलाई सहयोग गर्दै आगामी दिनमा एउटा मानवीयता देखाउँदै समाजलाई गतिशील तरिकाले शिक्षित र दीक्षित गर्दै अगाडि बढ्नमा विशेष भाइलाई म शुभकामना दिन चाहन्छु। र अन्तमा यहाँहरू सबैलाई के कति हुन्छ आफ्नो गच्छे अनुसार, आफ्नो क्षमता, आफ्नो इच्छा अनुसार यो कार्यक्रममा सहयोग गरिदिएर भाइलाई समाज सेवाप्रतिको उत्प्रेरणाको लागि सम्पूर्ण तपाईँ हामीले सहयोग गरौँ भन्ने पनि अपिल गर्न चाहन्छु। र यो उठेको यदि राम्रो तपाईँहरूले पारदर्शिता र मितव्ययिता अपनाउँदै आवश्यक यो उठेको जुटेको रकमलाई सही ठाउँमा सही प्रकारले सदुपयोग गरेर आगामी दिनमा भाइले जानुहुनेछ भन्ने विश्वास गर्दै आजको यो सांस्कृतिक कार्यक्रम अत्यन्त भव्य र सभ्य तपाईँहरूले सुसम्पन्न हुन सकोस्, म यही शुभकामना चाहन्छु। धन्यवाद।